खत्री आज चाहिँ म टुलिप कोरलको रेसिपी देखाउन गइरहेको छु। यो तपाईहरुलाई विभिन्न खानामा चाहिँ गार्निसको रूपमा युज गर्न सकिन्छ र अब यसमा चाहिँ तीनटा चीज चाहिन्छ, एउटा वाटर, एउटा फ्लोर, एउटा ओइल र कलर चाहिँ कुन कलरको बनाउने हो त्यो कलरमा चाहिँ डिपेन्ड हुन्छ। हाम्रो येलो छ, रेड छ र ग्रीन छ, त्यो तीनटा कलरबाट बनाउन लागिरहेको छ। र वाटर हाल्नलाई चाहिँ वाटर चाहिँ मैले 60 ml हाल्छु। ओइल चाहिँ म 65 ml हाल्छु। 65 ml चाहिँ ओइल। अनि मैदा चाहिँ हामी 12 ग्राम हाल्छौँ। यसलाई चाहिँ मैले तीनटा कलरमा बनाउने भएको भएर तीन भागमा डिभाइड गर्छु। तीनटा कलरमा बनाउने भएको भएर र यसमा चाहिँ हामीले कलर युज गर्दैछौँ। कलर चाहिँ थोरै ड्रप मात्रै हाल्ने, यो येलो कलर। अब रेड कलरको चाहिँ हाल्दैछौँ। यो रेड कलर भयो। ग्रीन कलर, यो येलो, यो रेड र यो ग्रीन। अब यसलाई म बनाउन जाँदैछु। हामी रेड कलरको हाल्दैछौँ। यस्तो भएर आउँछ। अब ग्रीन कलरको पालो छ। अब पालो रहेको छ येल्लोको। यो अब हामी निकाल्दैछौँ येल्लो। हाम्रो टुलिप चाहिँ यस्तो भएर निस्केको छ। विभिन्न प्रकारको खानाहरूलाई चाहिँ गार्निस गर्नको लागि युज गरिन्छ यो। र हजुरहरूलाई मन पर्यो भने यो मेरो युट्युब च्यानललाई कमेन्ट, सेयर, लाइक, सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच।